आज अत्यन्तै दुःखद खबर। नेपाली विद्यार्थी युवा पढ्नकै लागि भनेर इजरायल पुगेका विपिन जोशी एकाएक केही द्वन्द्वका कारणले गर्दाखेरि उहाँलाई हमासले कब्जा गर्नुभएको थियो। तर 2 वर्षदेखि सारा नेपाली विश्वमै विपिन जिन्दा छ भन्दै नाराबाजी रह्यो, आशावादी रह्यो। पुरै मिडियाले खायो, मिडिया नै छ्याप्ती भयो। उसो त विपिन जोशी कहिले जिन्दा जीवित छन् भन्छन्, कहिले मृत्यु भइसक्यो भन्छन्, कहिले कैदी सजाय दिएको छ भन्छन्, कहिले आफ्नो खाडल आफैले खन्न दिएको भन्छन्, कहिले त केही हरेक विभिन्न किसिमका समाचारहरू भ्रामक रूपमा फैलिँदै गए। करिब 2 वर्ष लगातार उहाँका यस्तै समाचारहरू फैलिँदै गए। केही नकारात्मक समाचारहरू गए, केही सकारात्मक गए, केहीले जिन्दा छन्, जीवित छन्, केही भएको छैनन् भन्दै गए। त कसैले विपिन जोशी मरिसके, अब जिन्दा छैनन् भन्दै यस्तै किसिमका हरेक किसिमका विभिन्न किसिमका टिप्पणीहरू लेख्दै आएका थिए मिडियाले। उसो त हाम्रो नेपाली मिडियाहरू त हाम्रो भ्युज र डलरको लागि पनि छाप्छन् धेरै जस्तोले। कतिपयले के भन्छ, कतिपयले भन्छ 9 महिनासम्म विपिनजी जीवित थिए, 9 महिनाको भिडियो भाइरल गरे। कतिपयले भन्छ विपिन होइन मरिसके भन्छ, कसैले भन्छ 2 वर्ष पहिले नै मरेको भन्छ, कहिले भन्छ आजभोलि नै मरेको भन्छ। प्रिय विपिन दाइ, तपाईलाई सारा नेपालीले खोज्दैछ दाइ। तपाई किन कहाँ हुनुहुन्छ दाइ? आउनुहोस् न कन्ट्याक्टमा, म जिन्दा छु भनिदिनुहोस् न दाइ। प्रिय विपिन दाइ, यो समाचार सुन्दा म कल्पना नै गर्न सक्दैन। म मात्रै होइन, सारा सिङ्गो नेपाली त कल्पना गरिरहेको छैन भने दाइ, तपाईको आमा बहिनी र बुवालाई के भनेर सम्झाउँदै हुनुहुन्छ तपाई? एकचोटि सम्झाइदिनुहोस् न विपिन दाइ। अन्ततः हामीले आजको दिन नेपालको लागि एकदम ठुलो दिन। लगभग 2 वर्षदेखि बन्दकमा रहेका विपिन जोशीको अवस्था कस्तो छ भनेर आज थाहा हुन सक्छ। कोर्स फ्री र छोड्ने सम्झौता कार्यान्वयनमा भयो भने इजरायल सरकारले छोड्ने भनेको लगभग 250 जनाको नाम प्रदर्शित गरिएको छ र हमासको तर्फबाट आधिकारिक नाम अहिलेसम्म आएको छैन। केही स्थानीय समाचार अनुसार हमासले बन्दक बनाएको 48 जनामध्ये 20-22 जना जीवित छन् र बाँकी मृतक भएका सब पनि हस्तान्तरण गरिने बताइएको छ। अघिल्लो समाचारमा 20 जना मात्र जीवित छन् भन्ने कुरा आउँदा विपिनको के होला भन्ने विक्रियता थियो। तर अहिले आएका केही अपुष्टि विदेशी समाचारले थप आशा जगाएको छ। झन् 1 जना विदेशी पनि छन् रे भन्ने हल्ला सुन्दा म आशावादी छु। म आज भगवानसँग प्रार्थना गर्दछु कि विपिन जोशी र ती 48 मध्ये जति सक्दो धेरै मानिसहरू चाँडो चितुरमा घर फर्कुन सकुन्। त्यो मेरो भगवानसँग प्रार्थना छ। भन्दै तपाईको समाज जीवित
भन्ने मलाई आशा थियो, होप थियो। यो समाचार मैले लेख्न बाध्य भएको थिएँ, तर अफकोर्स आई डोन्ट नो, आई डोन्ट थिङ्किङ, म सोच्नै सकिरहेको छैन दाइ के भनेर। यो समाचार मैले यो पोस्ट मार्फत तपाईँलाई मैले लेखेको थिएँ कि तपाईँ जिन्दा हुनुहुन्छ भनेर, तर त्यो समाचारले तपाईँको झुटो भइदियो। अवसर जस्तै भयो, आशावादी जस्तै भयो। एकाएक टिका टिप्पणी हुँदै गए, लगभग लगातार 4 देखि 5 घण्टासम्म तपाईँको समाचार हेर्दै बसे। करिब आज 3 देखि 4 बजे तपाईँ रिहा हुने भन्ने सुनेको थिएँ। विभिन्न किसिमका मिडियाहरू हेर्ने गए। कसैले भन्छ त बिपिन जोशी जीवित, कसैले भन्छ मृत्यु, कसैले हार्दिक श्रद्धाञ्जली। हे मनले, यी आँखाले त्यो समाचार देख्दा यो मन अति नै भकानिएको छ। दाइ तपाईँ कहाँ हुनुहुन्छ? कि साँच्चीकै तपाईँले टिका नेपाली सारा जनता नेपालीको मन दुखाएर जानुभयो? आई डोन्ट नो, आई डोन्ट थिङ्क, म त सोच्नै सक्दैन। किनकि तपाईँ सारा नेपालीको मनमा बस्नु भएको मान्छे हो। यसो त तपाईँ मृत हुनुहुन्छ भने विपिन दाइ सानो चुटिला लेखेको छु दाइ, तपाईँले पाउनु हुँदैन, तर पनि एउटा मैले आफ्नो मनबाट तपाईँको लागि एउटा लेखेको छु। अन्त्य त यो के भन्छु भने, लेख्ने कुनै शब्द छैन विपिन जोशीका लागि। न उनको कुनै दोष थियो, न हाम्रो कुनै देशको दुश्मनी थियो। हार्दिक श्रद्धाञ्जली विपिन जोशी। आत्माले शान्ति पाओस्, स्वर्गमा भगवान रूपी भएर बस्नुहोस्। सारा नेपालीको मनमा भएर बस्नु, सारा नेपालीलाई हेर्नु होला। विपिन दाइ, आज तपाईँको यो समाचार सुन्दा म मात्रै होइन, सारा नेपाली भकानिएको छ। सारा नेपालीको कोक, सारा नेपाल आमाको पोक खाली भएको छ आज तपाईँको यो समाचार सुन्दा। अफकोर्स, तर अझ पनि विश्वास लागेको छैन विपिन दाइ। यो समाचार झुटो होस्, जहाँसम्म सक्दो झुटो होस् भन्ने धारणा छ। पशुपतिनाथले रक्षा गरून्। अझ पनि यो समाचार झुटो रूपमा रूपान्तरण होस्, छिट्टै तपाईँ जीवित शरीर फेला परोस् भन्ने आशा छ। कहिलेकाहीँ लाग्छ भगवान पनि किन यति निर्दय हुन्छन्। त्यो बहिनी र आमालाई यो दुःख सहने शक्ति देऊ। राम्रो खबर सुन्न पाओस् भगवान। सबै बन्धक रिहाई नभएसम्म हामी विपिन जीवित रहेको आशावादी छौँ। प्लिज पशुपतिनाथ, हे भगवान रक्षा गरिदेऊ। आखिर विपिन जोशीको के नै गल्ती छ र? प्लिज भगवान, प्लिज प्लिज गड, प्लिज विपिन यो समाचार झुटो भएको सुन्न पाऊँ। प्लिज
आखिर विपिनको के गलत छ र? हमास देश कुन हो, इजरायल कुन हो, नेपाल कुन हो? नेपाल र हमासको कुनै कारोबारै छैन, कुनै केही छैन, सम्बन्ध नै छैन भने न त देशको दुश्मनी छ, न त उहाँ विपिनको गल्ती छ। किनै गल्ती छ? हे भगवान्, यो समाचार झुटो होस्। प्लिज कम ब्याक विपिन दाइ, प्लिज कम ब्याक। यदि मृत्यु नै साँच्चैकै यो खबर साँचो हो भने हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। स्वर्गमा बास होस् दाइ तपाईँको। परिवारलाई धैर्य धारणको शक्ति मिलोस्।